नमस्कार सम्पूर्णमा। यस होटल पौवा प्रणालीको 9औं स्थापना दिवसको अवसर पारेर होटल पौवा प्रणालीले आफ्ना 18औं शाखाबाट यो स्वाद उत्सव कार्यक्रमको आयोजना गरेको छ। जुन स्वाद उत्सव कार्यक्रम यो सम्पूर्ण ब्रान्चहरू, सम्पूर्ण शाखाहरू र आफ्नो पौवा सिङ्गो पौवाको आफ्नो 9औं वार्षिक उत्सवको अवसरलाई विशेष बनाउनका लागि र यसको खास मेन उद्देश्य भनेको स्थानीय उत्पादन, नेपाली संस्कृति कल्चरको जगेर्ना लगायत हाम्रा आफ्ना उत्पादनहरू र स्थानीय उत्पादनहरूलाई सबै समक्ष त्यसको स्वाद चखाउनका लागि यो कार्यक्रमको नितान्त रूपमा चाहिँ आयोजना गरेको हो। यो स्वाद उत्सव कार्यक्रम यही चैत्र 25 गतेदेखि 29 गतेसम्म एकमुष्ट रूपमा सबै पौवाका सबै शाखाहरूबाट एकैसाथ सञ्चालन हुँदैछ। जुन हामीले यो स्वाद उत्सवका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा झन्डै 2 लाखभन्दा बढी जनासँग प्रत्यक्ष रूपमा हामी भेटघाट गरेर चाहिँ निमन्त्रणा कार्ड वितरण गरिसकेका छौँ भने अप्रत्यक्ष रूपमा लाखौँ जनासँग चाहिँ हामी चाहिँ मिडिया मार्फत, डिजिटल मार्केटिङ मार्फत चाहिँ सबैजनामा चाहिँ जानकारी गराएका छौँ। आशा छ सबैजनाहरू यो हाम्रो कार्यक्रममा सहभागी भइदिनु हुनेछ। हाम्रो पौवाको आफ्नो मौलिक स्वादको चाहिँ स्वाद लिनुहुनेछ र त्यस विषयमा चाहिँ हामीलाई चाहिँ सुझावहरू दिनुहुनेछ। उहाँहरूको सुझाव कलेक्सन गरेर हामी अझै पनि अघिल्लो दिनहरूमा पौवालाई अझै उत्कृष्ट नेपाली हस्पिटालिटीको रूपमा चाहिँ अगाडि बढाउनका लागि ठुलो भूमिका रहनेछ भन्ने कुराको म गर्दैछु भने साथसाथै हामी फेरि यही होटल पौवा हर्कपुर शाखाबाट यही चैत्र 31 गते नयाँ वर्षलाई स्वागत गर्दै एउटा सांस्कृतिक साँझ कार्यक्रम राखेका छौँ। जुन सांस्कृतिक साँझ कार्यक्रम हाम्रो साँझको 6 बजेदेखि 12 बजेसम्म सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा हामीले न्यूनतम 50 रुपियाँदेखि माथिका मूल्यका खानेकुराहरू परिकारहरू हामी स्टल मार्फत लगाउनेछौँ र हामीकामा चाहिँ राष्ट्रिय स्तरका कलाकारहरू को चाहिँ बिजोड प्रस्तुति रहनेछ, जसमा चाहिँ हाम्रो राष्ट्रिय कलाकारहरू मध्येमा प्रकाश दुतराज, दीपिका ब्याम्बू लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ। यसै गरी अब हामी हामी पौवाको चाहिँ 100 शाखा विस्तार गर्ने अभियान अन्तर्गतमा छौँ। अब हाम्रो लगत्तै हामी नेपालगञ्जलाई पनि हामी आवास गृह बाहेकको काम चाहिँ सबै सम्पूर्ण गरिसकेका छौँ भने अब हामी चाहिँ नयाँ ब्रान्चको रूपमा चाहिँ हलेसी बागमती प्रदेशको हामी खासमा चाहिँ अहिले नयाँ ब्रान्चलाई चाहिँ लुम्बिनी प्रदेश अन्तर्गतले हामी चाहिँ एउटा नयाँ खालको कन्सेप्टमा चाहिँ जाँदैछौँ। हाम्रो पाल्पा जिल्लाको चाहिँ झ्यामारामा चाहिँ हामी पौवा वनवास रिसोर्ट भनेर सञ्चालन गर्दैछौँ। अब त्यहाँको पनि लगभग कामको सुरुवात भइसकेको छ। यो लगायत हामीसँग अहिले 18वटा शाखाहरू बनिसकेका छन् र आगामी दिनमा होटलले आफ्नो नेपाल अधिराज्यभरि 7वटा प्रदेशमा 100 शाखा र 100 शाखा पछाडि चाहिँ हामी अन्तर्राष्ट्रिय स्तरको रूपमा चाहिँ यसलाई चाहिँ अगाडि लाने र नेपाली हस्पिटालिटीलाई देश र विदेशसम्म चाहिँ पुर्याउने हेतुले चाहिँ खास यो संस्थाको स्थापना गरेको थियो। ती संस्थाको स्थापना त्यो कारणले गर्दा र यी कामहरू चाहिँ अब बिस्तारै चाहिँ वृद्धि हुँदैछ, जसको लागि चाहिँ सम्पूर्ण नेपाली जति हुनुहुन्छ, जति मिडियाकर्मी साथीहरू हुनुहुन्छ, सबैजनाले चाहिँ अहम भूमिका गरिराख्नु भएको छ, जसको श्रेयसहरू तपाईँहरूलाई पनि जान्छ, जसको साथ सपोर्ट र सपोर्टको कारणले गर्दा अहिले पौवाले 100 शाखा चाहिँ यही देशमा चाहिँ स्थापना गरेर विदेशमा पलायन हुँदै गरेका युवाहरूलाई यही स्वदेशमै चाहिँ रोजगार दिएर रोजगारी प्राप्त गरेर विदेश जानबाट चाहिँ वञ्चित गराउने अर्को योजना अन्तर्गत पनि पौवाले चाहिँ अप्रोच लिएको छ। त्यसका लागि चाहिँ अब पौवा अगाडि बढिराखेको छ भन्दै यो स्वाद उत्सव कार्यक्रममा सम्पूर्णलाई चाहिँ पुनः फेरि स्वाद उत्सव कार्यक्रममा स्वाद लिइदिनु होला र स्वादको विषयमा चाहिँ हामीलाई फिडब्याक दिएर अझै अगाडि बढ्ने प्रेरणा दिनु होला भन्दै र विशेष नयाँ वर्षको कार्यक्रममा पनि हजुरहरू सम्पूर्णलाई चाहिँ निमन्त्रणा दिँदै म आजको यो प्रेस मिटलाई चाहिँ यही अन्त छ। यसमा कुनै त्यस्तो व्यक्तिगत रूपमा ठुलो लगानी नभई यही होटल पौवाभित्र आबद्ध रहेर काम गर्दै गरेका कर्मचारीहरू लगायत साथीहरू लगायतको टोलीबाट चाहिँ यसमा चाहिँ विस्तार हुँदै गएको छ र खासमा पौवाको उद्देश्य भनेको
पौवाभित्र काम गरिसकेपछि पौवाभित्रै लगानी पनि गर्न सक्ने खालको चाहिँ एउटा चाहिँ माहौल पौवाले दिएको छ, जस माहौल अन्तर्गत चाहिँ हामी यहाँ लगानी गर्ने मध्येका 60% कर्मचारी स्वयं आफै कर्मचारी हुनुभएको कारणले गर्दाखेरि कुनै व्यक्तिगत लगानी नभएपछि एउटा सामूहिक लगानीको रूपमा चाहिँ हामी विकास गरिरहेका छौँ। हामी चाहिँ सुरुमा चाहिँ हामी प्रत्येक दैनिक रूपमा चाहिँ हामीले 2वटा आइटमहरूलाई चाहिँ स्टल मार्फत चाहिँ हामीले चाहिँ लाइभ हाम्रा सेफहरूले लाइभ तरिकाले चाहिँ त्यहाँ प्रेजेन्ट गर्नुहुन्छ, खाना प्रेजेन्ट गर्नुहुन्छ र दैनिक रूपमा 2-2वटा आइटम, एउटा भेज आइटम हुन्छ, एउटा नन भेज आइटम हुन्छ। जुन आइटम चाहिँ हाम्रो एउटा चाहिँ हाम्रो स्थानीय खानालाई अलिकति बढी प्रमोसन र एउटा आफ्नो पौवाको आफ्नै खाना, मौलिक खाना, पौवाले विकास गरेका मौलिक खानालाई चाहिँ राखेर चाहिँ दैनिक रूपमा फरक खालको 5 दिन गर्ने कार्यक्रममा 5 दिन फरक खालका चाहिँ परिकारहरूलाई चाहिँ हामीले पस्किने प्लान गरेको छ र त्यसको स्वाद दिने प्लान चाहिँ गरेका छौँ। अहिले चाहिँ खास हामी सबैभन्दा महत्त्वपूर्ण होटल पौवाले चाहिँ कुनै पनि लेभलका अतिथिहरूलाई हाम्रो सेवा चाहिँ हाम्रो स्तरीय सेवा चाहिँ उपभोग गर्न पाओस् भनेर हामी बजेट प्राइसमा चाहिँ काम गरिरहेका छौँ। अब हामीसँग चाहिँ जति पनि समुदायहरू जुनै पनि लेभलको चाहिँ अतिथिहरू हुनुहुन्छ, सबै लेभलले चाहिँ यो ठाउँमा आइसक्यो हाम्रो सेवा, हाम्रो खानाको स्वाद र हाम्रो चाहिँ गुणस्तरलाई चाहिँ प्रयोग गर्ने गरी चाहिँ हामीले चाहिँ प्लानिङ गरेका छौँ। जो हामीले चाहिँ यो उत्सव मेन राख्नुको कारण भनेको अब हामीसँग चाहिँ पहुँच नपुगिसक्नु भएका, हामीभन्दा अलिक टाढा भइसकेका ग्राहकहरूलाई विशेष गरी चाहिँ हाम्रो गाउँमा आइसकेपछि होटल पौवाभित्र चाहिँ कस्तो खालको चाहिँ हस्पिटालिटी छ, कस्तो खालको चाहिँ खाना छ, कसरी चाहिँ नेपाली हस्पिटालिटीलाई कसरी चाहिँ प्रेजेन्ट गरिराखेको छ भन्ने कुरालाई चाहिँ देखाउनको लागि बिचेर अनि स्थानीय हामीले चाहिँ खासमा चाहिँ यो स्वाद उत्सव राख्दै गर्दा हामीले स्थानीय कृषि उत्पादनलाई पनि हामीले चाहिँ प्रायोरिटी दिएका छौँ। स्थानीय कृषि उत्पादनलाई पनि हामीले जगेर्ना गर्न सक्छौँ भन्ने हेतुले चाहिँ यो कार्यक्रमको आयोजना गरेको। अर्को यो कार्यक्रमको आयोजना गर्दै गर्दा होटल पौवाभित्र 17-18 शाखामा काम गर्ने चाहिँ हाम्रा जति पनि किचन लेभलमा प्रोडक्सन उसमा काम गर्ने सेफहरू हुनुहुन्छ, सेफहरूको नितान्त हामीले चाहिँ कम्पिटिसन गराएर नयाँ खानाहरू, नयाँ टेस्टहरू पनि हामीले स्वदेशी खानालाई चाहिँ उत्पादन गरेर यो स्वदेशी खानालाई चाहिँ सबैको टेस्ट सामु चाहिँ पुर्याउने चाहिँ खास योजना पनि गरेको छ।